हेलो सेवा नमस्ते सबैजनालाई। मैले चाहिँ बिहान ढिँडो र सिस्नो खाएको थिएँ, आफ्नै बारीको सिस्नो। कस्तो मिठो थियो, त्यो चाहिँ अलिकति रहेको थियो, त्यो चाहिँ बटुकोमा राखेको थिएँ। मैले चाहिँ साँझ चाहिँ त्यो सिस्नो अनि गाउँबाट आएको हरियो मकै कस्तो मिठो के चट्ट परेर। पहिला चाहिँ हामी गाउँमा बस्दा चाहिँ अनि मकै बारीबाट चट्ट काटेर ल्यायो अनि त्यति बेला चाहिँ पोलेर खान्थ्यौँ है। पोलेर खाँदा चाहिँ कस्तो टेस्ट आउँथ्यो क्या। अनि यो सुकुटीको अचार है, यो चाहिँ राँगाको सुकुटीको अचार कस्तो पिरो मिठो छ। मलाई चाहिँ एकदम मनपर्छ सुकुटी पनि। अनि हरियो मकै पनि मनपर्छ। हरियो मकै चाहिँ गाउँको स्वाद छ है यसमा चाहिँ। यहाँ पनि बजारमा पनि किनेर खान त पाइन्छ, तर त्यस्तो टेस्ट आउँदैन क्या गाउँको जस्तो। यो चाहिँ पहिला गाउँमा खाए जस्तै भएको छ। कस्तो मिठो छ। अनि यो सुकुटीको अचार साह्रै मिठो, साँझको भान्सा भयो। अनि अरू त के भन्नु र, मलाई त त्यति बोल्नु पनि आउँदैन। मिठो थियो, मिठो छ भनौँ न, मिठो। अहिले खाइसकेँ चट्ट पारेर पिरो अचार। थ्याङ्क यू।